सम्मानीय सभामुख महोदय, खानेपानी मन्त्रालय माथतको आयोजना प्रमुख दिपेन्द्र शाहले आफ्नै विभागीय मन्त्रीबाट पीडित भएर संसदको गुहार मागेको छ। मन्त्रालयले चैत 19 गते उहाँको इन्जिनियरमा जनकपुर आयोजनामा पोस्टिङ गर्छ। 22 गते उहाँले कार्यालयको प्रमुखको जिम्मेवारी प्राप्त गर्छ र केही दिन नपुग्दै त्यहाँ मन्त्रीजीको पिए पुग्छ र आयोजना सञ्चालन सम्बन्धी कुरामा कुरा नमिलेपछि उहाँलाई मन्त्रालय तानिन्छ र अहिले उहाँ विभिन्न निकायमा न्यायको लागि घुम्दै आउनुभएको छ र अस्ति मसँग भेट्नुभयो र संसदमा यो कुरा पुर्याइदिनु पर्यो, संसदमा मात्र आश बाँकी छ भनेर उहाँ एउटा निवेदन दिनुभएको छ। म त्यो निवेदन सरसरी एकचोटि पढ्न चाहन्छु। उहाँले लेखेको निवेदनको म सुरुमा माननीय प्रभु शाहज्यू, संसदीय दलको नेता, आम जनता पार्टी संसदीय दलको कार्यालय सिंहदरबार काठमाडौँ, विषय माननीय खानेपानी मन्त्री प्रदीप यादवलाई निलम्बन गरी उच्च स्तरको संसदीय छानबिन टोली गठन गरी पाऊँ भनेछ। माननीयज्यू, म चैत महिनादेखि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरमा आर्थिक तथा प्रशासनिक अधिकार सहितको नियमित आयोजना प्रमुखको रूपमा कार्यरत थिएँ। सो अवधिमा आयोजना कार्यालयले चुस्त दुरुस्त सञ्चालन गर्दै 4वटा महत्त्वपूर्ण ठेका अनुमोदन गरी लामो समयदेखि रोकिएका योजनाहरू अघि बढाउन सफल भएका थियौँ। तर हालै माननीय खानेपानी मन्त्री प्रदीप यादवज्यूको व्यक्तिगत स्वार्थपूर्तिका लागि मेरो सरुवा र अधिकार खोज्ने जस्ता एकपक्षीय, अमानवीय र नकारात्मक प्रभाव पार्ने निर्णयले सो कार्यालयको प्रगति ठप पारी लाखौँ जनताको स्वच्छ खानेपानी अधिकारमाथि हनन गरिएको छ। मन्त्रीजीको पक्षबाट दिएको दबावले कार्यालयको योजनाहरू अवरुद्ध भएकाले साविक उपलब्धि र आगामी बजेट उपयोग हुने र नहुने सबै कुरा खतरामा परेको अवस्थामा मुलुकको आम जनताको सेवामा अवरुद्ध सिर्जना भएको छ। यस प्रसङ्गमा मैले श्रीमान मुख्य सचिवज्यूलाई 3 पटक आवेदन दिएको र सम्मानीय प्रधानमन्त्रीज्यूलाई समेत आवेदन दिँदा पनि हालसम्म मलाई कुनै न्याय दिन कुनै पहल नभएको उल्टै खानेपानी सचिव प्रमिला देवी साक्य बजारद्वारा 3 बुन्दे स्पष्टीकरण पत्र सोधियो। सो स्पष्टीकरण पत्रको मैले 26 गतेमा 9 पेजको लिखित स्पष्टीकरण आवश्यक कागजात सहित खानेपानी मन्त्रालय लगायतका निकायहरूमा बुझाएको छु। यसरी भ्रष्टाचार र व्यतिथिको एक्लै आफ्नो जान र जागिर दाउमा लगाएर सङ्घर्ष गरिरहँदा मलाई कसैबाट कुनै सहयोग प्राप्त नभएको एवं झन पीडा बढ्दै गएकोले मेरो न्याय एवं खानेपानी मन्त्रालयको व्यतिथिको विरुद्धमा सर्वम संसदमा समस्या उजागर गरी सहयोग गरिदिनु हुन साधारण अनुरोध छ भनेर उहाँले लेख्नुभएको छ। तफसिलमा केही पोइन्टहरू उहाँले उठाउनु भएको छ। माननीय मन्त्रीज्यूले कार्यालय सञ्चालनमा हस्तक्षेप गरी उनका मान्छे एजाज बाबु राखी मार्फत 7 करोडको डी बोर्डिङ लगायतका अन्य कार्य व्यक्तिगत लाभ लिने कार्यको सम्बन्धमा कारवाही अगाडि बढाइदिन लगायतका यसरी कुराहरू छ। यहाँ प्रश्न गम्भीर के प्रश्न हो भने अब यहाँ के सरकारी निकायहरू फेल भएको हो, असफल भएको हो? के सरकारी निकायहरू अब काम गर्न सक्दैन? एउटा राष्ट्रभक्त कर्मचारीले न्यायको लागि सांसदको हार्ने समय आइसक्यो। एकजना प्रभु शाहले के न्याय दिन सक्छ भन्ने प्रश्न उठ्यो। सभामुखज्यू, अहिले देशमा राष्ट्रभक्त कर्मचारी जो आफै आयोजना प्रमुख हो, जो आफै सतर्कता केन्द्रमा लामो अवधि काम गरेको झन्डै 12 वर्ष बिताएका एउटा कर्मचारी र कानुन नियम नबुझेको पक्कै छैन होला। उहाँ बुझेर यहाँ आउनुभयो र यसरी थकित हुनुहुन्छ भने जनताको हालत के होला? यो सुशासन दिने जिम्मा लिएको सरकारले सोध्न चाहन्छु। तपाईँले त 2/3 सरकार बनाउनु भयो र सुशासनको पुरै ग्यारेन्टी गर्छु भन्नुभयो। आज तपाईँ माथतकै एउटा परिपक्व इन्जिनियर जसले वर्षौं योगदान गरेको छ, आज यसरी गुहारी राख्दा यहाँ संसदमा आएर मन्त्रीले जवाब दिनु पर्यो र यदि चितबुझ्दो जवाब भएन भने संसद पनि एउटा गम्भीर हुनुपर्छ यस्ता कुराहरूमा र संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने म माग गर्न चाहन्छु। धन्यवाद।